अब नालीबेली प्रसङ्ग। आजको नालीबेलीको विषय रहेको छ संविधान संशोधन अत्यावश्यक। धेरै मेहनतपछि नेपालको संविधान जारी भएको विचार धेरै पटक धेरै ठाउँमा व्यक्त भएका छन्। यस सम्बन्धमा फेरि चर्चा गरिरहन आवश्यक भएन। सार कुरा यो संविधान नेपाली जनताले नेपाली जनतामा निहित रहेको सार्वभौम सत्ता प्रयोग गरेर जारी गरिएको हो। भदौ 23 गते नयाँ पुस्ता जेनजीले आह्वान गरेको आन्दोलन पश्चात हाल नेपाल सरकार र जेनजी बीचमा भएको सम्झौताले नेपालको संविधानलाई अझ प्रभावकारी कार्यान्वयन गर्न आवश्यक संशोधन समेत गर्न सकिने कुरा उल्लेख छ। यो संविधान संशोधनको कुरा जेनजी आन्दोलन अगाडि पनि पटक पटक उठेको थियो। प्रचण्डको प्रधानमन्त्री कालमा पटक पटक संविधान संशोधनको माग राखियो। उहाँले संविधान संशोधनतिर ध्यान नदिएको मात्र होइन, यो पाण्डुरा बक्स खोले जस्तो हुन्छ। प्रतिक्रियावादीले फेरि टाउको उठाउँछन्, त्यसैले यो विषय अहिले गर्नु हुँदैन भनेर ओठे जवाफ नै दिनुभयो। प्रतिक्रियावादीलाई संरक्षण त यी नै दलका नेताले बारम्बार गरेको सर्वविदितै छ। पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठले विभिन्न कार्यक्रममा संविधान संशोधनको बारेमा छलफल गरौँ भनेर पटक पटक भनेको पाइन्थ्यो। अधिकांश सचेत नागरिकले संविधान संशोधनको चर्चा ठाउँ ठाउँमा गरेकै हो। हामीले सँगसँगै पनि संविधान संशोधनको माग उठाएकै हौँ। यसलाई पूर्णतया व्यवस्था संस्थामा बस्नेले गर्दै आएको पनि सबैलाई ताजै छ। अहिले जेनजी पुस्ताबाट पनि संविधानको निरन्तर कार्यान्वयनको माग साथै संशोधनको माग पनि अगाडि बढेको छ। संविधान संशोधनसँग कोही पनि तर्सनुपर्ने अवस्था होइन र छैन। संसारमा संविधान प्राय सबै देशमा संशोधन भइरहेकै पाउँछौँ। छिमेकी देश भारतमा 103 पटकभन्दा बढी संशोधन भइसकेको छ। संसारको शक्तिशाली भनिएको देश अमेरिकामा पनि 4 दर्जनभन्दा पनि बढी संविधान संशोधन भइरहेको छ। 10,000 भन्दा बढी संशोधनको प्रस्ताव सिनेटमा तामेलीमा रहेका छन्। संसदीय व्यवस्था भन्दा फरक व्यवस्था भएको चीनको संविधान पनि चाइनिज क्यारेक्टरको सोसियलिजमलाई हेर्दै त्यहाँको काङ्ग्रेसले सन् 1988 देखि 2018 सम्म पटक पटक संशोधन भएको छ। अर्थात् संसारको जुनसुकै व्यवस्थामा पनि समय सापेक्ष संविधान संशोधन सामान्य प्रक्रिया हो भन्ने बुझाइ छ। नेपालमा भने संविधान संशोधनलाई अलि जटिल जस्तो मान्दै संविधान नै नयाँ बनाउने प्रचलन बसाइयो। चीन र भारतमा 1949मा बनेको संविधान आजसम्म चलिरहेको छ। नेपालमा आजसम्म 7वटा संविधान आइसकेका छन्। यसको मतलब संविधान संशोधन होइन, नयाँ संविधान बनाउने गर्दै जाँदा देशको राजनीति नै अस्थिर हुन पुगेको सबैले देखेकै छन्। राजनीति स्थिर बनाउन संविधान नयाँ होइन भनिरहेका संविधान संशोधन गर्दै जाने हो। भारतमा 103 पटक संविधान संशोधन हुँदा चीनमा 5 पटक संविधान संशोधन भयो। यी दुवै देशमा फरक फरक विचारको शासन व्यवस्था छ। त्यही पनि संविधान बदल्ने होइन, संशोधन गर्ने हो भन्ने कुरामा दुवै देश एकमत देखिन्छन्। कानुन भूत वा भविष्य लक्षित नभई वर्तमान अवस्था लक्षित हुनु आवश्यक छ। कानुन जहिले पनि यथास्थितिवादी हुन्छ, समाज सधैँ परिवर्तनकारी हुन्छ। समाज अनुसार कानुन बनाइनुपर्छ। संविधान मूल कानुन हो। यसर्थ वर्तमान सन्दर्भ अनुसार संविधान संशोधन अपरिहार्य छ। संविधान बदल्ने कार्य क्रान्तिबाट हुन्छ। संविधान संशोधन वा परिमार्जन कार्य जनप्रतिनिधिबाट हुन्छ। अहिले जनप्रतिनिधि छैनन्। यो व्यवस्थामा संसदलाई जनप्रतिनिधि भनिन्छ। संविधान संशोधनको मामिलामा यस्तो अन्यलको स्थितिमा संविधान संशोधन अपरिहार्य छ। संशोधन गर्ने जनप्रतिनिधि छैनन्। निर्वाचनको मिति तोकिएको छ। सोही मितिमा निर्वाचन हुनु जरुरी पनि छ। यस बीचमा संविधान संशोधन गर्न कठिन छ। समय अभाव पनि देखिन्छ र जनप्रतिनिधिको पनि अभाव छ। यसका लागि संविधान सुधार सुझाव आयोग बनाएर उसको प्रतिवेदनलाई निर्वाचन पछिको संसदले संशोधन गर्ने सहमति वा सम्झौता हुनु वाञ्छनीय देखिन्छ। निर्वाचनपछि यथास्थितिवादी वा प्रतिक्रियावादी वा पञ्चगमनवादीलाई जनताले जानी बुझी हराउने र जेनजी प्रगतिवादी अग्रगामीलाई जिताउने कार्य जनताले गर्नै पर्ने हुन्छ। नगरे मुलुक फेरि अधोगतितिर जान्छ। विगतका आन्दोलनका र जेनजी आन्दोलनका शहीदप्रति गद्दारी गरेको पुष्टि हुन्छ। दोष मतदातामा जान्छ। त्यसैले हामीले 2043 भन्ने गरेका थियौँ। चुनावमा न्याय जनताले गर्ने, राजनीतिमा सेवा प्रतिनिधिले गर्ने, नगर्ने प्रतिनिधि जनताले बदल्ने।
अहिलेको नेपाललाई परेको आपत इमान्दारीको खडेरी हो। पुराना दल थोत्रा भए, नयाँ दल स्थापित भएनन्। पुराना बिग्रिए, नयाँ वैकल्पिक हुन सकेनन्। जीवनको धेरै लामो लगभग 90% आयु नै जनता बुझाउने कार्यमा समर्पित भएकाहरूलाई जीवनको उत्तरार्धमा भ्रम र झुटको परबाट शिकार गर्न थालियो। यस्तोमा एउटै उखान हुन्छ, कालुको कमाई भालुले खाने, मण्डले तन्त्रमा देश र समाज सम्पन्न। मिल्दैन। क्रान्तिकारी, परिवर्तनकारी वा प्रगतिशील आन्दोलन सञ्चालन र परिचालन जनमुखी प्रकारले गर्दा पनि केही पुस्ताको जीवन त्यसै खेर गयो। अहिलेको अवस्था 1000मा 999ले जति काम गरे पनि धनी हुन नपाइने अवस्था छ। मिलाएरै गरिब बनाइएका किसान, मजदुर र महिलाका विरुद्धमा 1000मा 1 जनाले काम नगरे पनि धनी बन्न पाएका शोषक शासक समाज बढ्दछन्। यहाँ काम भन्नाले हातले भुइँमा बनाउने वा फैलाउने काम भन्ने सम्झनुपर्छ। कुरा गर्ने, बिचौलिया गर्ने, दलाली गर्नेहरूको काम होइन, यो त अपराध हो। अहिले समाजमा यिनकै हालिमुहाली छ। शासनमा 1000मा 999 शासित र 1 जना शासक भइरहेका छन्। भर्तीका सारा पद दलीय भागबण्डामा भइरहेको छ। फेरि चुनाव धाँधली, पद आश्वासन पैसाबाट भयो भने समाज झन बिग्रिन्छ। यसमा नेपालका दल, सरकार, खास गरी जनता सचेत हुनु आवश्यक छ। यसपछि मतदानको प्रतिनिधिमाथि शासन गर्ने जनमुखी सिद्धान्त स्थापित हुन्छ। यो कार्य राज्य पदाधिकारीले यज्ञ गरे जस्तो गरी गर्नुपर्ने अवस्था छ, जो अलि सजिलो भने छैन। मताधिकारको खोजाइमा नतिजा जन्मन्छ, मतदाताको बोलीमा व्यवहार जन्मन्छ। त्यसैले सही उपचार मतदातामा नै हुन्छ। त्यो उपचार निर्वाचन मार्फत हुन्छ। उल्लेखित सिद्धान्तको आधारमा फागुन 21मा चुनाव र त्यसपछि नयाँ नेतृत्वको सरकार अनि संविधान संशोधन सहितको मार्ग पहिलाउनु श्रेयस्कर छ। नेपालको संविधानले पनि भइरहेको संविधान निकायलाई 10 वर्षमा पुनरावलोकन गर्ने व्यवस्था गरेको छ। निर्वाचन प्रणाली, शासकीय स्वरूप, संवैधानिक निकायको प्रभावकारिता, न्यायालयको शुद्धिकरण, राजनीतिक दल र नेताको पारदर्शिता र प्रतिबद्धता पूरा नभएमा निर्वाचित प्रतिनिधि प्रत्याशनको व्यवस्था, भ्रष्टाचारीको सर्वस्व सम्पत्ति जफत र 20 वर्ष कैदको व्यवस्था अहिलेको आवश्यकता हो। संघीय संसद र प्रदेश सभा सदस्य संख्या घटाउने, स्थानीय तहको संख्या पनि घटाउने र अधिकार बढाउने, कार्यकारिणीमा पनि देश र भूगोल अनुसार संघमा 15 जना र प्रदेशमा 5 जना मन्त्री हुने नीति उपयुक्त छ। पूर्ण समानुपातिक संसदीय निर्वाचन, कार्यकारी प्रत्यक्ष निर्वाचित, गैर दलीय स्थानीय तह पनि आवश्यक छ। संवैधानिक परिषद, न्याय परिषद, संविधानको भाग 27 को आयोग, भाग 33 का प्रावधान अब कति उपयोगी छन्? खास गरी संविधानको अनुसूची व्यापक रूपमा परिमार्जन गर्न आवश्यक छ। यिनै कुराको छलफल र प्रतिवेदन तयार पार्न नेपालको संविधान मसौदामा संलग्न व्यक्ति, हाल संविधान संशोधन माग गर्ने व्यक्ति वा संस्था वा आन्दोलनकारीको प्रतिनिधि रहेको आयोग बनाउन वाञ्छनीय छ। हस्त अहिलेलाई नालीबेली सकिएको छ। भोलि नयाँ विषयका साथ हामी उपस्थित हुने नै छौँ। आजको नालीबेली युनिटलाई बिदा दिनुहोस्। नमस्ते।